साथीहरु नयाँ वर्षको उपलक्ष्यमा हामी सपन तीर्थ गर्दै जाँदैछौँ। 12 बजेर 35 मिनट गएको छ र हाम्रो टोली यिनीहरू चाहिँ हाम्रो टोली हो। अलिकति क्लियर नआएको अवस्थामा किन भन्दाखेरि रातिको 12:35 छ हैन। हामी चाहिँ तपाईहरुलाई सपन तीर्थ पुगेर तपाईहरुलाई देखाउँछौँ। म चाहिँ सुतेको छैन आज र हाम्रो टोली पनि आज सुतेको छैन। त्यहाँ गएर भगवानको दर्शन गर्छौँ हामी हैन। हेर्दै गर्नु होला। ल साथीहरु हामी चाहिँ सपना तीर्थ पुगिसकेका छौँ। मेरो भाइ र हाम्रो टोली अगाडि बढ्दैछन्। त्यो अगाडिको सपना तीर्थ मन्दिर। साथीहरु हामी लाइभमा छौँ है। अब हामी भित्र जान्छौँ र भगवानको दर्शन पनि गर्छौँ। ल साथीहरु हामी बाहिर निस्किसकेका छौँ र भगवानको दर्शन गर्दै मनै प्रफुल्ल प्रसन्न भइसकेको छ। आनन्द मजा आयो है साथीहरु। हेर्नुस् कति धेरै मान्छेहरु हुनुहुन्छ। यहाँ भजन पनि भइरहेको छ। दिउँसो पनि भगवानको दर्शन गर्छु भनेर आएको त आमामा कति धेरै भिड देखेर म त लास्टै भिड हुने रहेछ। जे होस् नेपालभरिबाटै सबैजना आउने जस्तो लाग्यो क्या मलाई यहाँ।